आज चाहिँ मसँग अब यो नेपाल डिस्ट्रिक्ट बाउन्ड्रीको सेप फाइल छ हैन। अब त्यो नेपाल डिस्ट्रिक्ट बाउन्ड्रीको सेप फाइलबाट चाहिँ ललितपुर जिल्लाको मात्रै म्याप चाहिँ एक्सपोर्ट गर्न गइरहेको छु र त्यसको लागि चाहिँ मैले एक्सप्रेसन युज गर्छु। अनि एक्सप्रेसनमा गइसके ओपन एट्रिब्युट टेबल गर्ने, एक्सप्रेसनमा जाने, एक्सप्रेसन गएपछि फिल्ड्स एन्ड भ्यालुजमा जाने, फिल्ड्स एन्ड भ्यालुजमा गइसकेपछि डिस्ट्रिक्ट सेलेक्ट गर्ने, अनि त्यसपछि इजिकल टु दिन्छु। इजिकल टु त्यसपछि अल युनिक भ्यालुमा क्लिक गर्छु, सबै डिस्ट्रिक्टहरु देखाउँछ। ललितपुर सर्च गर्छु मैले, ललितपुर सर्च गरिसकेपछि तल देखाइसक्यो है। अब त्यसमा डबल क्लिक गर्छु अनि डिस्ट्रिक्ट इजिकल टु ललितपुर भन्ने फिचर चाहिँ सेलेक्ट हुन्छ। यो चाहिँ ठ्याक्कै हाम्रो चाहिँ आर्कजीआइएसमा फिल्ड क्याल्कुलेटरबाट चाहिँ हामीले चाहिँ सेलेक्ट बाई एट्रिब्युट गरेर फिल्ड क्याल्कुलेटरबाट चाहिँ सेलेक्ट गर्थ्यौँ नि, त्यस्तै हो। अब यसलाई हामी चाहिँ के गर्छौँ त एक्सपोर्ट गर्छौँ। अनि एक्सपोर्ट गर्दाखेरि ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि सेभ फाइल सेलेक्ट गर्नु पर्यो हामीले। अनि त्यसपछि फाइल नेम राख्ने, कुन फोल्डरमा सेभ गर्ने त्यो सेलेक्ट गर्ने हामीले। मैले अब ललितपुर भनेर चाहिँ सेभ गर्न गइरहेको छु। यसरी सेभ गरिसकेपछि कोअर्डिनेट सिस्टम भइहाल्यो WGS 1984। अनि सेभ वानली सेलेक्टेड फिचर्स चाहिँ कम्पलसरी हो है, त्यो मार्क गर्नै पर्छ। अब हाम्रो चाहिँ के भयो त ललितपुरको डाटा एक्सट्र्याक्ट भयो। जुम टु लेयर गरेँ मैले, जुम टु लेयर गरिसकेपछि हाम्रो यो ललितपुरको डाटा आयो।